अहिले चाहिँ ईश्वर पोखरेल बोल्न लाग्नु भएको छ। आज जेठ 15 तपाईँले देख्न सक्नुहुन्छ ऐतिहासिक संविधान सभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन। यो दिनलाई हामीले राष्ट्र निर्माणको ऐतिहासिक दिन बनाउने सङ्कल्पका साथ बजेट प्रस्तुत गर्ने दिनका रूपमा संविधानमा व्यवस्था गरेका छौँ र आजकै दिन नेपाल सरकारका तर्फबाट बजेट भाषण मार्फत बजेट प्रस्तुत हुन लागिरहेको छ। अर्कोतिर सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने प्रकारका अवांछित गतिविधिहरू पनि भइरहेको सन्दर्भमा हाम्रो पार्टीले यो दिनलाई जनताको उत्सवका दिनका रूपमा आयोजना गर्नुपर्दछ भन्ने निष्कर्षका आधारमा देशव्यापी रूपमा आजको दिनलाई जनताको उत्सवका रूपमा आयोजना गर्नका लागि अनुरोध गरे अनुसार देशका सबै पालिकाहरूमा आज विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइरहेको